हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। आज हामी आलु खन्नु गइरहेको छौँ। आलु खन्नुपर्ने हुन्छ। हामीले अब एकछिनबाट आलु खन्नु जान्छौँ, तर दिन चाहिँ आज लास्टै खुलेको छ, हेर्न सक्नुहुन्छ बवाल। तर आज के छ, एकछिनबाट पानी नि पर्न सक्छ। पानी पर्यो भने चाहिँ फेरि आलु खन्नु अप्ठ्यारो हुन्छ। कुन छ पनि आलु पानीमा खनेको आलु। त्यही हो साथीहरु, अब हामी एकछिनबाट खाना खान्छौँ अनि त्यसपछि आलु खन्नुपर्ने हुन्छ। कुखुरा चिउ चिउ आह आह आइज। सो साथीहरु, त यो दिन चाहिँ राम्रै छ। आज दिउँसो के हुन्छ। हामी अब बाहिर जान लागिरहेको छौँ। मम्मीहरू त अघि पुगिसक्नु गइहाल्नु। म चाहिँ एकछिन सुतेको ढिलो भयो। अब कराउँछ न एकछिन टक्क। अब सो हामी जानु पर्ने हुन्छ। कस्तो अप्ठ्यारो भइदियो। ल सिट यस्तै छ साथीहरु। So guys, ओके छ त। सो गाइज, यहाँ चाहिँ छ कोदोको बिउ। कोदोको बिउ पनि गोड्ने बेला भइसकेको छ। कामै काम हेर्नु आमा, सानो छ त काम। कोदोको बिउ पनि परदेखि सानो मकै भएकोदेखि यता कोदोको बिउ सक्यो। यहाँ चाहिँ अलिक छिटो हानेकोले गोड्ने बेला आएछ, पर चाहिँ अलिक भएको छैन। ल त पनि आलु खन्नु आएको चाहिँ आम्मा, यसको घाउ छिट निको नहुने रहेछ। सो भाइहरू खन्दैछन्, मम्मी यता, बाउ पर घाँस पन्साउने। अब हामी आलु खन्ने हो। ल साथीहरू, आलु खन्नु थालियो। अब के सार्नु आज, अब कति खनिन्छ त्यही हो। आलु यस्तो छ। सो साथीहरू, अब हामी अलिअलि खन्यौँ। अब हामी एकछिन बसेर आल्चा पानी सानी खानुपर्ने हुन्छ। एकछिन आल्चा खान्छौँ, पानी खान्छौँ। आल्चा ल्याउँदैछ भाइले परदेखि। म त छैन, पर भाइहरूको बात छ, त्यही हो। सो आल्चा खाने बेला भएको चाहिँ आल्चा खानुपर्ने हुन्छ। त्यो गर्मी धेरै नै छ। आलु त खन्यौँ, खासै फलेको रहन्छ अलिअलि। अब मकै गोड्नु भने खन्नु त पर्यो, त्यही हो। भाइ दुईटा भाइ र मम्मीले एक छाप्री पुर्याउनु लागिसक्नु भएछ। मेरो चाहिँ छ यतै भर्खरै यति जति खने निक्लिँदैन आलु। यत्रो खने ल्याइसके परदेखि छोइन यो।
सक गरा अरू सक्नु लाग्यो त यो आलु केही फलेको छैन एक ढोको बनाउनु लाग्यो अलिअलि खनिँदैछ तर खै आलु नि नफलेको रहेछ अहिले चाहिँ मम्मी खाजा बनाउनु जानुभएको छ हामी 3 जना छौँ भाइ 2टा भाइ र म केटाहरू पर खन्दैछ मजाले भाइ उता अर्को भाइ उता छल्लिँदैछ अनि छाप्री भर्नु गाह्रो परिरहेको छ हामीलाई आलु खासै फलेर हिँड्छ त्यही हो यता फेरि यो भटमा छ मलाई चाहिँ छेउको गाह्रो काम भनेको यही हो यसलाई मिलाउने यसलाई यो काटिहाल्छ अहिले मम्मीले फेरि मार्छ नि यता यी सबै ढलिसकेको छ उता मैले मिलाउँदै सबै यो कस्तो यहाँ त राम्रो देखिन्छ जब खानु नराम्रो देखिन्छ यो के हुन्छ त यो सो साथीहरू आज आलु चाहिँ एक ढोक्रो भर्खर पुऱ्यायो अब दिनभरिमा 2 ढोक्रो चाहिँ पुगिन्छ के अरे पानी छैको छ यहाँ अघि बिहान त त्यो त्यस्तो राम्रो खुल्ला दिन थियो अहिले त पानी पो पर्न थाल्यो ल अझ ओइ आलु सालु बोकेर हामी त हिँड्नु पो लाग्यौँ माथि गोठतिर गएर बस्नु पर्ने हुन्छ पानीले रिताको पानीको जाउँ पानी आयो हामी चाहिँ गोठमा आइपुग्यौँ गोठमै बस्नु होला खाजा खानु पानीमा परेको मौकामा खाजा खाइदिनु पर्छ कि आज साथीहरू पानी धेरै नै ठुलो परिसक्यो अनि त्यही भएर पानी परेको मौकामा चौका थपेर हामी चाहिँ खाजा खानु लाग्यो क्या बुझ्नु भएन साथीहरू मौकामा चौका थप्यो क्या खाजा त्यहाँ आलु छ अब आलु नै खाने ठुलो यिनी आउनु भएको छ मम्मी भाइ बाबा चाहिँ अहिलेसम्म सुत्नु भएको अरे कामै नगरी यता हाम्रो डन छ यता छु म अब खाजा खानुपर्ने हुन्छ तास्ने हान्ने खोर्सानीसँग चोबेर मिठो हुन्छ यही खनेको यही खानु त पर्यो नि त अब यो आलुलाई टक्क खोर्सानी चप्प चोब्ने आएन त हौ छोड त अझै आएन त्यही पनि ल यही खाने चाचा आलु मिठो छ अब आलु खाने धमाधम ल पानीहरू कत्रो पर्यो भने राम पानी आज हामीलाई त्यत्रो आलु खन्ने भनेर प्लान बनाइयो शनिबार भनेर नदिने नै भयो आज पानी त राम आज पानी परेकै आलु खन्नु पुरा दिन दिएन त्यही खाजासम्म खन्यौँ अलिअलि खन्यो त्यही पनि आलु खासै परेको थिएन पानी परेर आज कामै दिएन साथीहरू के छ कसो छ यसो हेरेर सुझावहरू दिनु होला थ्याङ्क्स फर वाचिङ है त साथीहरूलाई बाई बाई